So hello everyone and welcome back to yet another exciting Sujan vlog. र आज म आएको छु चोलुङ पार्क जुन चाहिँ कुमाई गाउँपालिका वार्ड नम्बर 4 मा अवस्थित छ र यो एकदमै कुमाई गाउँपालिकाको एउटा मेन अट्र्याक्सनको ठाउँ पनि हो। सो चोलुङ पार्कमा कस्तो छ र आज के बन्दैछ यसको बारेमा म तपाईहरुलाई देखाउने छु। मेरो ब्लगलाई सुरुदेखि कृपया अन्तिम समयसम्म हेर्दिनु होला। लेट्स गो। र यो चाहिँ रहेको छ सम्माम्फे चोलुङ पार्क हो। यो मैले भ्यू टावरमा छु। एप्रोक्सिमेटली यो 30 मिटर उचाइमा होला करिब। र यहाँ तल मुनि चाहिँ यो सम्माम्फे यो चुनुङ हिममा चाहिँ यहाँनिर चाल बिछाउने काम चाहिँ दमदम भइरहेको छ। र यो पारीमाथिको कुसा एक टाढा अनि यो चाहिँ कुमाईक अनि पारी छिमेकी फाल्गुन्द गाउँपालिका अनि यता लागेपछि यो नवमी डाँडा यता लुम्फाबुङ पारी फिदिम बजार थोरै यहाँ देखिरहेको छ। अनि यो पारी चाहिँ यो तमरकोटी रोड चाइनाको नाका जोड्ने अनि यता यो तेह्रथुम अनि यहाँ चाहिँ बहिनी फोटो खिच्दैछ। र यहाँ चाहिँ यो कुमाई गाउँपालिका वार्ड नम्बर 3 सिमरा क्लाउडी वेदर पानी पर्न खोजिरहेको छ। यो पारी यो तल सिमराको तम्बर नदी अनि यो पारी चाहिँ फेदाफथुम गाउँपालिका अनि यो चाहिँ यो देवल र चुङसाङलीको भ्यू चाहिँ बबाल देखिरहेको छ। सो अहिले चाहिँ म यहाँ ग्राउन्ड एरियामा आइसकेको छु र यहाँ चाहिँ यो वासरुमहरू यहाँ अनि यो चाहिँ स्याड हाउस बस्ने ठाउँ विश्राम स्थल यस्तो बनाइएको छ। यहाँ अघि म तपाईहरुलाई देखाइरहेको यो टावर चाहिँ